आज चाहिँ दुईजना बोलिरहेछौँ। बर्दिया क्षेत्र नम्बर 2 कै बासिन्दा हो। अनि म केही क्वेसन गर्छु म तँलाई, त्यसको एन्सर दियो है त। ओके। अनि योचोटि बर्दिया क्षेत्र नम्बर 2मा कसले जित जित्नुपर्छ जस्तो लाग्छ तँलाई? अब रासपाले जित्नुपर्छ जस्तो लाग्छ अँ, होइन। किन रासपाले जित्नुपर्छ जस्तो लाग्छ? किनभने अब हाम्रो हजुरबुवा बुवा होइन सबैले पुराना दलहरूलाई बारम्बार सत्तामा पुऱ्याएकै हुन् नि त अँ, होइन। सत्तामा पुऱ्याए, कुर्सीमा बसाए, तर त्यहाँ कुर्सीको लडाइँ मात्रै भयो नि त। उम्, देशमा विकास होइन, सुशासन अँ, यस्तो केही पनि भएन क्या। उम्, भ्रष्टाचार झन् बढ्दो बढ्दो गयो है। उम्, अनि अब अहिले भ्रष्टाचार पनि कतिसम्म बढ्या होइन। उम्, झन् खस्किँदै खस्किँदै गएको छ। देशमा भएका कल कारखाना सबै सकिए। अब अहिले युवाहरू जति सबै विदेश पलायन हुने होइन। अँ, अब गाउँमा त कोही पनि छैनन् क्या त्यस्तो अहिले। अँ, गाह्रो अवस्था त जुन पहिला हुन्थ्यो अँ, होइन। बिस्तारै बिस्तारै सबै चिज अब त्यस्तै भइरह। उम्, त्यो भएर अब नयाँलाई एकचोटि चाहिँ हामीले उम्, अवसर दिएर उनीहरूले चाहिँ गर्छन् भन्ने आश बोकेर चाहिँ अब हामी परिवर्तन हुन जरुरी छ जस्तो लाग्छ होइन। सायद त्यो सबै अब अहिले त नेपालमा अब सबैले बुझेका छन्। अनि बर्दिया क्षेत्र नम्बर 2मा घन्टीमै चाहिँ भोट किन? बर्दिया क्षेत्र नम्बर 2 होइन कि सबैतिर घन्टीमै चाहिँ किन भोट हाल्ने भन्ने कुरा हो। अब किन चाहिँ यस्तो घन्टीमै भोट हाल्ने? यस्तो लाग्छ मलाई चाहिँ, के लाग्छ भने हाम्रो संविधानअनुसार चाहिँ अब संविधान संशोधन गर्न, नियम नीति बनाउन चाहिँ उम्, हरेक चिज गर्नको लागि चाहिँ अब 2/3 बहुमत आउनुपर्छ होइन। उम्, अनि अब त्यसको लागि चाहिँ प्रत्येक देशबाट चाहिँ एउटै पार्टीले अब रासपाले चाहिँ बहुमत ल्याएर आयो भने भोलि नीति नियम उसले चाहिँ परिवर्तन गर्ने त्यो खालको उसले अपर्च्युनिटी पाउँछ उम्, होइन। अब अरूलाई नदिएको होइन, अरूलाई पनि दियो। बारम्बार एकले अर्कासँग, अर्काले अर्कासँग मिलेर बारम्बार सरकारमा बसे। तर त्यो सरकारमा बसेर खालि कुर्सीको लागि मात्रै लडाइँ भयो क्या। अँ, कहिले कोसँग कहिले कोसँग गरे जस्तो। उम्, अब एकलौटी अहिले हामीले रासपालाई अब नयाँ पढे लेखेकाहरू छन् होइन। उम्, उनीहरूले चाहिँ परिवर्तन गर्छन् भन्ने हाम्रो आश छ नि त अहिले। उम्, त्यो भएर चाहिँ अब अहिले परिवर्तन हुन चाहिँ जरुरी छ लाग्छ। किनभने अब हामी जनताले चाहिँ यो कुरा बुझेका छैनौँ, हाम्रो भोटको पावर के हो भन्ने चाहिँ हामीलाई थाहा छैन क्या। अँ, हामी नेताको भन्नाले पावर पार्लियामेन्टमा चाहिँ के अरे रासपाको चाहिँ बहुमत बढी भयो भने बालेन प्रधानमन्त्री हुन्छ। बालेन प्रधानमन्त्री हुन्छ। त्यसपछि उसले तेरो संविधान संशोधनहरू गर्न मिल्छ होइन। त्यसपछि गएर अब नीति नियमहरू मिलाउन मिल्छ। अब अहिले मेन गरी त अब हाम्रो स्थानीय तहको चुनाव होइन नि त। उम्, स्थानीय तहको चुनाव त अब 84मा होला होइन। उम्, त्यसपछि हामी स्थानीय तहका व्यक्तित्वहरूलाई चाहिँ अँ, को मान्छे कस्तो, अब त्यो विकास गाउँ घरको विकास चाहिँ स्थानीय तहले गर्छ होइन। अँ, अनि त्यो गर्छ। तर माथि चाहिँ पार्लियामेन्टमा अहिले पार्लियामेन्ट बनाउनुको लागि चाहिँ अब होइन, अहिले चाहिँ हामीले पार्लियामेन्टमा चाहिँ राम्रा मान्छे गऱ्यौँ। अब जस्तो कि गर्नु पर्यो भन्नाले भ्रष्ट नेतालाई भ्रष्ट चाहिँ नेतालाई हटाउनु चाहिँ हटाउनु पर्यो पर्यो भन्ने भन्ने हो। अब ठिक छ। अनि त्यसो भए जनताहरूले चाहिँ भोट चाहिँ घन्टीमा हाल्नु पर्यो भन्ने तेरो पनि विचार गर त्यही नै हो। मेरो विचार त्यही हो। अब हामीले चाहिँ अवसर दिनुपर्छ होइन। सबैलाई हेरिसकेको हो। अवसर दिइराखेकालाई चाहिँ अनि फेरि फेरि अवसर कति दिने होइन। नयाँलाई चाहिँ अब अवसर दिउँ। जस्तो कि हामी पनि एउटा स्कुलमा इक्जाम दिनु पऱ्यो भने चाहिँ हाम्रो रिजल्ट नआएसम्म त हामी पास हो कि फेल हो भन्ने थाहा हुँदैन नि त। अँ, अहिले यो चुनाव पनि रासपाका लागि त्यही हो होइन। अब अँ, अहिले चाहिँ पहिल्यै चुनावमा नराम्रो भन्न पहिले मिल्दैन चाहिँ हामीले भन्न नराम्रो खोजेको। भन्न त्यसले केही मिल्दैन। गर्न सक्दैन रासोपाले भन्न चाहिँ मिल्दैन। मिल्दैन किनभने एकचोटि चान्स दिएर हेर्नुपर्छ भन्ने चान्स विचार होइन? दिनुपर्छ होइन। अब हामी चाहिँ कस्तो भनेपछि हामी एउटै पार्टीलाई एउटै पार्टीको पछि लागिराख्न चाहिँ हुँदैन कि। जस्तो अहिले हामी रासपाले चाहिँ चेन्ज गर्छ भनेर भोट माग्दै गर्दा उम्, होइन, अहिले चाहिँ हामीले भोट ल रासपालाई चाहिँ हामीले चेन्ज गर्नुपर्छ भन्दै गर्दा भोलिको दिनमा रासपाले पनि गलत गर्छ भने चाहिँ उसलाई पनि विरोध विरोध गर्नुपर्छ। गर्न पर्यो। हामीले एकलौटी चाहिँ उसले नै सपोर्ट गरेपछि उसले जे गर्दा पनि राइट भन्न चाहिँ मिलेन। मिल्दैन। त्यो गर्यो भने चाहिँ
नेताहरू पनि डराउँछन् हुँ, जनतासँग। जनताको असली पावर भोट के हो भन्ने कुरा नेताले बुझ्छन्। जनताको भोटको चाहिँ डराउनु पर्यो डराउनु भन्ने पर्यो। कुरा जस्तो हो। कि अब हामी चाहिँ के भइरहेछ, नेताहरू चाहिँ पावर हो, हाम्रो भोट भन्दा पनि नेता चाहिँ पावर हो, हामी कमजोर भन्ने सोचेछौँ। तर नेता चाहिँ हामीभन्दा कमजोर चाहिँ नेता हो कि। नेता हो। जब हामीले भोटको नेतालाई पावर त नेतासँग नेत छ, परिवर्तन जनतासँग छ। भोट परिवर्तन गर्न सक्ने त्यो खालको हामीले ल्याकत राख्यौँ भने भोलि जनता नेताहरू डराउ पनि नेताहरू डराउँछन्। यतिसम्मको चाहिँ सचेत भएको छ है जनता भनेर काम पनि त्यही अनुसार गर्नतिर गर्छन् लाग्छन्। अनि त्यो डराउँछन् चाहिँ पनि लाग्छ। जनतासँग। हो, त्यो लाग्छ मलाई चाहिँ अँ, होइन। त्यही हो। त्यसैले परिवर्तन जरुरी छ। त्यसैले अहिले चाहिँ परिवर्तन जरुरी छ। अब स्थानीय तहमा हामी आफ्नै तरिकाले अब गरौँला होइन। अब को राम्रो छ होइन, को चाहिँ के छ स्थानीय तहको लागि त्यो चाहिँ हेरौँला। तर पार्लियामेन्टको लागि चाहिँ अहिले त्यही पुरानो पार्लियामेन्टमा फेरि बसिराख्ने नीति नियम घुमिराख्ने नीति भयो गरिराख्ने भने भन्दा चाहिँ पनि अब नीति नियम चाहिँ कानुनहरू परिवर्तनको लागि चाहिँ हुँदैन। हामीले भोट परिवर्तन गर्नुपर्छ जस्तो चाहिँ लाग्छ। नाइस, होइन? धन्यवाद। धन्यवाद। नाइस टु मिट यु। नाइस टु मिट